राष्ट्रिय आधारभूत विद्यालय बेलहीका विद्यार्थीहरूले 1 मार्क प्राप्त गर्नुभएको छ। यही प्रश्न अब फेरि प्रश्न छनौट गर्ने मौका पूर्व निर्धारित सूचना अनुसार प्राप्त गर्नुभएको छ। श्री आबी बेलहीका विद्यार्थी भाइ बहिनीहरूले प्रश्न छनौट गर्नुहोला। सात नंबर प्रश्न। प्रश्न नंबर 7 ध्यान दिएर सुन्नुहोला। प्रथम नेपाल प्रिमियर लीग को उप विजेता टीम कुन हो? एकचोटि फेरि भन्नुहोला। बिल्कुल सही जवाब, सुदूर पश्चिम रोयल इन द राइट आन्सर। र प्रश्न छनौट गर्ने पालो श्री मावि सेहराको लागि। प्रश्न छनौट गर्नुहोला। 14 नम्बर प्रश्न मावि सेहराका विद्यार्थी भाइ बहिनीहरूले प्राप्त गर्नुभएको छ। ध्यान दिएर सुन्नुहोला। प्रसिद्ध 20 हजारी ताल नेपालको कुन जिल्लामा पर्दछ? चितवन इज राइट आन्सर। र फेरि पनि सूचना सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूको लागि, तपाईहरू यस कार्यक्रममा हुनुहुन्छ, तपाईहरू धैर्य गर्नुहोस्, सुन्ने क्षमता राख्नुहोस्, जवाफ दिनको लागि सोच्ने क्षमता राख्नुहोस् र जवाफ दिनको लागि प्रयास पनि गर्नुहोस्। तपाईहरू प्रश्न ध्यान दिएर सुन्नु र आफूलाई आएको प्रश्नको जवाब आफ्नो मनमा राख्नु। र मावि मौवाहाले प्रश्न छनौट गरिसक्नु भएको छ। 47 नम्बर प्रश्न। प्रश्न नंबर 47 ध्यान दिएर सुन्नुहोला। पृथ्वीको जुम्ल्याहा ग्रह भनेर कुन ग्रहलाई चिनिन्छ? म फेरि भन्दैछु एकचोटि। पृथ्वीको जुम्ल्याहा ग्रह भनेर कुन ग्रहलाई चिनिन्छ?